हाम्रो नेपालमा चाहिँ जतिखेर पनि एनी टाइम पानी परेर दुःख दिन्छ नि, पर्या 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 गर्छ नि। त्यस्तै यो ठाउँमा चाहिँ हिउँ पर्या पर्या गर्ने हो क्या जतिखेर पनि। हाम्रो नेपालमा के हुन्छ, अब कहिलेकाहीँ त बाटोमा हिँड्दाखेरि नै के हुन्छ नि, सुवाँ गरेर परदेखि पानी आएको देखिन्छ। जस्तै यहाँ हेर्नु त जतिखेर नि हिउँ एनी टाइम यस्तै हो। बिहान पुरै अलिअलि सिमसिमे पानी जस्तै हुन्छ नि हाम्रो नेपालमा, त्यस्तो परिरहेको थियो होइन। अहिले त फेरि भाक्कुलो के जतिखेर पनि क्या एनी टाइम कि स्कुलको स्टुडेन्टहरू त छाता लिएर हिँडिरहेको हुन्छ क्या। कति चाहिँ हिउँ पर्न सकेको क्या, अचम्म लाग्छ। यो सायद लास्ट होला क्या यो सायदको। फेरि यहाँ आएर मैले नि हिउँको पनि परिकार देखेको छु क्या। कुनै ग्लिचर टाइपको हुँदो रहेछ होइन, कुनै चाहिँ त्यो हुन्छ नि पुरै, यो चाहिँ कस्तो खालको छ है, यो चाहिँ फुरफुरे झुसझुसे टाइपको रहेछ क्या हिउँ पनि। अस्ति नै एकचोटि होइन चाहिँ सेकेन्ड टाइम थर्ड टाइममा परेको चाहिँ टिलिलिली के त्यो हुन्छ नि ग्लिचर जस्तै क्या। अनि त्यो त्यसपछि चाहिँ नि फेरि कस्तो खालको भन्दाखेरि त्यो हुन्छ नि सितारा, त्यो साडीमा लगाउने सितारा हो त्यस्तो टाइपको थियो क्या, थरीको के। साथी भइदेखिदेखि चाहिँ अब हिउँ खेल्न मजा आउँथ्यो होला, तर छैन क्या। तर यो हिउँ परे पनि आज चाहिँ जाडो त्यति छैन क्या, 0 सेल्सियस मात्रै जाडो देखाएको छ क्या। तर के हेर्नुहोस् न, जाडै छैन। तर यति जाडो हुने भने चाहिँ आम्मामा यो हात छ नि यो बाहिर निकाल्न नि सकिँदैन क्या। एकचोटि साथी र म 28 कि -30 मा हामी हिँडेको थियो है। बाप रे बाप बाबा, त्यो टाइममा त हाम्रो त नि औँला त चुट्टिला जस्तो भएको थियो कि बाफ रे हो। हामी त यहाँ हेर्नुहोस् ल, म बिच रोडमा छु। अहिले म कति बजेको थियो, त्यस्तै मेरो 2:30 बजी हो है, नाइटको 2:30 भयो। म ड्युटीबाट निस्केको, यहाँ म कहाँ हिँडिरहेको छु, यहाँनिर रोडको बिचमा हिँडिरहेको छु क्या। डजन्ट म्याटर क्या, अहिले केही पनि छैन क्या यहाँनिर। अनि अचम्मको कुरा चाहिँ म एउटा देखाउँछु ल। आया मेरो हात गल्यो, फोन मैले न सेल्फी स्टिक बोकेको छ न केही छ। मैले होइन सेल्फी भिडियो बनाउँछु म आफै एक्लै भनेर सेल्फी स्टिक धरि किनेको छ, तर टाइम नै छैन क्या मसँग बनाउनको लागि, भिडियो बनाउनको लागि। कहिलेकाहीँ यसरी ल छुट्टी भएर बेलुकामा यसरी हिँडेको बेलामा बनायो भने बनायो, नत्र त छैन क्या। ल मलाई उयो पुलिसले हेरिरहेको छ बिच बाटोमा हिँड्यो भनेर। पुलिस चाहिँ फेरि जतिखेर पनि एनी टाइममै जहाँ पनि हुन्छ क्या। अचम्मको कुरा, यहाँ बिचमा होइन सबैतिर अब यस्तो छ नि त, सबैतिर हिउँ जमेको छ नि, यहाँ बिचमा चाहिँ यो ठाउँमा चाहिँ हिउँ जमेको छैन क्या। म बिचमा साह्रै बिचमा छु है। यसलाई यता चाहिँ के भन्छ, यो दक्षिण हो कि के हो, दक्षिणपट्टिबाट हिउँ पर्न थाले चाहिँ। अघि त होइन यतापट्टिबाट मात्रै परिरहेको थियो, यो साइडबाट मात्रै परिरहेको थियो, अहिले चाहिँ यो साइडमा परिरहेको छ। यसलाई चाहिँ के भने अहिले त म यहाँ आएर त पूर्व पश्चिम उत्तर दक्षिण कहाँ हो भन्ने कुरा नि बिर्सिसकेँ क्या म। घाम कहाँबाट उदाउँछ कहाँ अस्ताउँछ त्यो पनि थाहा छैन। म यताबाट आएको मेरो पाइला त्यो मुमेन्टमा हुन्छ नि, त्यो मुमेन्टमा त्यो के भन्छ हिँड्छ नि त्यो पुरै त्यस्तै भयो। त्यस्तो पाइलाहरू मेरो पाइला हेर्ने, इस म एक्लै इन्जोय गरिरहेको छु क्या। तर मेरो सबै भिजिसक्यो ल, जुत्ताहरू पनि भिजिसक्यो, सब भिजिसक्यो, बुट सबै भिजिसकेँ। र पर्यो फुरुरु हिमाली भेकमा, अब म यहाँभन्दा भिडियो बनाउन सक्दिनँ। पिक्चर रोडमा छु ल म। यो मेन हाइवे चाहिँ होइन, हाइवे चाहिँ उतापट्टि छ। हाइवे भएको चाहिँ गाडी आउँथ्यो होला, ठुल्ठुलो गाडी। यहाँ त्यति आउँदैन, 0 रे के, -0 रे के, यस्तो पनि हुन्छ। हात ठिरायो मेरो, म त अघि भर्खर बाहिरबाट निस्केको कारणले हात नठिराएर चाहिँ अहिले त हात ठिराउनु थाल्यो। आमामा मेरो आँखामा आयो हिउँ। के हो म देखाउँछु ल, लेट्स गो बेबे, लेट्स गो। यस्तरी हिउँ परेको छ क्या, सायद यस्तो हिउँमा हिँडिरहेको छु क्या।
झल मेरो हात ठिरायो अब चाहिँ हात ठिरायो मम्मा ओ माई गुडनेस यहाँ हेर्नुहोस् हिउँको छ नि यो मम्मी म अब भित्र बस्छु फोटोसुट त्यसपछि अब के गर्ने त जाडोले झन्डै मरिएन त्यसपछि त अब के गर्ने अब म अब भित्र पस्छु भन्ने मेरो प्लानिङ त्यसपछि थोरै फोटोहरू यताउता फोटोहरू खिचेँ त्यसपछि म जाने गेट पनि खिचेँ मेरो हात ठिराए त झन्डै मरेन एकदम सुनौलो दृश्य थियो क्या यो राति भए पनि बत्तीको कारणले गर्दाखेरि क्लियर नदेखे पनि एकदम धेरै राम्रो दृश्य थियो क्या जस्तै कि मौसम जाने प्रकृतिले मलाई खुसी बनायो म एक्लै हिँडिरहेको भए तापनि एकदम खुसी हुँदै मैले फोटोहरू खिचेँ एकछिनसम्म मैले हात चाहिँ ज्याकेटको भित्र राखेर तातो बनाएँ अनि त्यसपछि फोटोसुटहरू गरेँ क्या हेर्नुहोस् मेरो फोटोसुटहरू कस्तो छ म फोटोसुट गर्दा नि एकदमै खुसी लाग्छ क्या आफूलाई अर्कै दुनियाँमा पाउँछु क्या आई लभ इट माइसेल्फ फोटो टेक गर्दाखेरि अनि त्यसपछि थोरै फोटोसुट त्यसपछि हेर्नुहोस् है साथीहरू कति यो राति हो रातिको त्यस्तै 2:30 बजेपछिको र मैले आफ्नै गाडीमा थिएँ नाम लेखेँ ल बाई बाई आई लभ यु